रुमाल फुल भरेको छैन ओइ भएको एउटा जाले रुमाल फुल भरेको छैन केलै जान्छौ सानो तिमीले पिरातीमा भइन एहे बरै सालको पातको टपारी हुनी हे बरै नहुनी सल्लाइको पनि चोरी गरेको आरोप लागेको छ। सपुतको गलबन्दी बोलको गीत वरिष्ठ गायक शम्भु राईको देउसी गीतबाट चोरिएको आरोप लागिरहेको बेला उनीमाथि नारायण गोपालको गीत पनि कपी गरेको आरोप लागेको छ। सपुतले गलबन्दी गीत निकाल्नु अघि केटाहरू नबन सोझो बोलको गीत निकालेका थिए। उक्त गीत दर्शकलाई निकै मन पराएका थिए, तर उक्त गीतको भाका नारायण गोपालको गीतको भाकासँग मिलेको छ। नारायण गोपालको बहिनीको दया छ भने बोलको गीतलाई सपुतले रिमेक गरेको आरोप लागेको हो। गायक सपुतले भने शम्भु राईको गीतको विषयमा आफूले उक्त गीत कहिल्यै नसुनेको जिकिर गर्दै राईलाई खुल्ला पत्र समेत लेखेका थिए र उनले उक्त आफ्नो ब्लग प्रकाशसपुत.com मा प्रकाशित गरेका थिए। गलबन्दीको गीत जसरी सुरुवात गरिएको छ, जसरी बेलुकी गाउँघरमा बसेर गाइएको छ, शम्भु राईको गीत पनि बेलुकीसँगै बसेर गाइएको छ। दुवै गीतमा पलेटी मारेर बसेको गाएको देखिन्छ। नारायण गोपालको गीतमा पनि भिडियो हेर्दा एउटै शैली अपनाएको। केटाहरू नबन सोझो, केटाहरू नबन सोझो, फिर्तिहाले भन्ने बहादुर विश्वकर्माले संसदमा गलबन्दी गीतको विवादको विषयमा बोलेका छन्। 30 दिनमा 1.5 करोड पटकै हेरिनु चान्चुने कुरा होइन भन्दै यो गीतका सर्जक प्रकाश सपुत र गायिका शान्तिश्री परियारलाई सरकारले उचित सम्मान गर्नुपर्नेमा सत्तारूढ दलका समर्थक शम्भु राईले गीत चोरी भएको आरोप लगाएको भन्दै सांसद मिनले विरोध जनाएका हुन्। सम्मान्य सभामुख महोदय, विगत केही दिनदेखि के बालक, के तरुण, के युवा, के वृद्ध सबैको मुखमा हर पल गुनगुनाइरहने धुन बनेको छ गलबन्दी च्यातियो तिमीले तानेर। भाका नेपाली साङ्गीतिक इतिहासमा यति छोटो समयमा करिब 30 दिनमा 1.5 करोड दर्शक बनाउन चान्चुने कुरा होइन। संसारभरि नेपाली मनले मात्र होइन, विदेशी मनले पनि यही धुन गुनगुनाइरहेको छन् आजभोलि। यसमा नेपालको मौलिक संस्कृतिलाई समृद्ध बनाउने कलाकार प्रकाश सपुत र शान्तिश्री परियारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। सरकारको सम्बन्धित निकायले उनीहरूलाई उच्च सम्मानका साथ सम्मान गर्न पर्नेमा सत्तारूढ दलकै साङ्गीतिक क्षेत्रमा आबद्ध भातृ संस्थाका आबद्ध कलाकार शम्भु राईले चाहिँ नक्कल गरेको, मेरो लय नक्कल गरेको भने मुद्दा हालेछन्। हामीले ख्याल गर्नुपर्ने कुरा के भने लोक भाका भनेकै पूर्वजहरूले गाउँदै उनीहरूका अनुयायीले त्यसलाई पछ्याउँदै पुस्तौँ पुस्तासम्म जीवित राख्नु हो। एक दिन एक पटक एक कलाकारले कुनै एक समयमा गाएको, गाउने वा रेकर्ड गरिएको गीत लोक भाका हुन सक्दैन। गाउँघरमा, रोदीघरमा, रतौलीमा, मेलापातमा, गोठालोमा जाँदा स्वत स्फूर्त गाउने भाका नै लोक भाका हो। यो भाका न नक्कल हुन्छ न चोरी गरिन्छ। यद्यपि प्रकाश सपुतले गाएको गीत र उनको भाका कसैसँग मेल खाँदैन, शम्भु राईसँग मेल खाने त कुरै होइन। तर विडम्बना, एक सामान्य कलाकारले अति मन छुने स्वर, शैली र छायाङ्कन समेत गरी प्रस्तुत गरेको गीतमा एक फरक भूगोल, फरक परिवेश, फरक शब्द, फरक शैली र फरक कालखण्डमा उस्तै गीत मैले पनि गाएको थिएँ, नक्कल भयो भने मुद्दा हाल्न पुग्नु एक प्रतिष्ठित कलाकारको लागि लज्जाको विषय बन्नुपर्ने हो। तर उल्टै शम्भु राई र उनका मतियारहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावका दृष्टिले अति नीच गाली गलोच गर्ने र उनलाई हतोत्साही बनाउने निरन्तर लागि परेको देखिन्छ। त्यति मात्र होइन, संविधान, कानुन र सामाजिक सद्भावको बरखिलाफ हुने गरी सिङ्गो दलित समुदायलाई अपमानित हुने गरी उनीहरूमाथि नीच ढङ्गले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तर्गत जातीय छुवाछुत तथा भेदभाव कसुर सजाय ऐन 2068 अन्तर्गत र संविधानको धारा 24 अन्तर्गत उनीहरूलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दछु। अन्यथा सिङ्गो दलित समुदायमा
दलित समुदाय आन्दोलनमा उत्रिन बाध्य हुने कुरा सम्मान्य सभामुख मार्फत सरकारको ध्यान गराउन चाहन्छु। साथै मलाई के लाग्छ भने अहिले सरकार नै सामाजिक सद्भाव र जातिका बीचमा नागरिक बीचमा द्वन्द्व गराउन चाहन्छ। उदाहरणका लागि रेशम चौधरीको कुरा पनि लिन सकिन्छ सभामुख महोदय। यस्तो अपराधमा यस्तो घटनामा धेरै मानिसहरू संलग्न थिए। त्यो घटनाका संलग्नमा थुप्रै मानिसहरू यो संसदमा हुनुहुन्छ, तर आज म भन्न बाध्य छु चौधरी समुदायको भएकै कारणले, थारू भएकै कारणले अस्पतालमा पनि नेलगढी लगाइएको छ। त्यही कुरा सपुतलाई प्रकाश सपुत र शान्तिश्री परिवारमा जोडिएको कुरा अवगत गराउन चाहन्छु। सरकारको गम्भीर ध्यान आकर्षण होस् भन्ने सभामुख